र दाइले माछालाई आफ्नो फ्यामिलीले चारा हाल्दै हुनुहुन्छ र माछा देख्न सक्नुहुन्छ यहाँ कति छ। यहाँ करोडौँको आबादीमा माछा छ। दाइले चारो हालिदिइरहनु भएको छ। माछा खानलाई एकदम आकर्षित भइरहेछन् यहाँ। माछा किन्न पाइन्छ यो? पाइन्न है? तिमी अगाडि बेटा के छ गाइस? के हुँदैछ? फुपू आउरी प्यारी फुपू फुपू नास्ता खानुभयो? भर्खर उठ्नुभयो? के छ तिमी? के गरिरहेको छौ? के छ गोरी? के छ काम? हामी पनि ठिकै छौ। आज हाम्रो डे 11 डे 11 नेपाल लङ नेपाल भर्खर उठेको यस्तै छ। अब हेर कहाँ गइन्छ आज भिडियो। A few minutes later. मेटल माउन्टेन इन द हाउस। हिमाल दादा इन द हाउस। के छ हिमाल? गरे हामी जाँदैछौँ पुल्चोकतिर। पुल्चोकतिर गएर यसो टिकट सिकट के छ बुझिन्छ। भोलि काठमाडौँ हिँड्दैछौँ हामी बिहानै फर्स्ट आवरमा। ठिक छ। अरू के छ त मेटल माउथ? एक आशिष पोखरे के छ हाम्रो जङ्की हिमाल दादा भालङको दादा। आज पुल खेलेर कहाँ जित्न हारेर हाम्रो खेमे किरो हो त यो फेरिमा पुलको भगवान् त किरो फेरि मलाई सिकाउने नि दिन थियो हाम्रो त्यो कुनै दिन त नडाल्यो भने कति चिज कसम बराबर भयो क्या। ल हो र ठिक छ। भनेपछि हामी जान्छौँ अब एकछिन पुल्चोकतिर। सानोसानो काम भ्याउँछौँ। आज भेटिन्छ कि राम्रो आज हुँदैन भेट यार। हुँदैन होइन। हिजो एकछिन बस्छु भनेर न त हिजो कहाँ बस्ने पनि थिएन नि त हिजो। एकछिन भाइ आउँदैछ गाडी लिएर गइन्छ बसिन्छ एकछिनमा टक्क लगाएर गर्नु। गुम्बा राइड हान्दैछ टक्क। हामी जाँदैछौँ। पहिले पुल्चोकको सानो काम भ्याउँछु त्यसपछि हामी जाँदैछौँ। के हो भाइ यार धेरै खुसी आइहाल्छ यार। त्यही हो जाउँ भन घुमाउँ के हुन्छ हामी बिस्तारै देखाउँछ है नि। हेलो केटा के छ? हेलो घर हामी कहाँ जाँदा ल हामी जाँदैछौँ अब टक्क लाएर परिवार जान बोकेर भाइको सवारीमा। भाइको मिठो राइड लिनुपर्छ आज। के हो भाइ? ठिक हो जाउँ अगाडि। के गरिरहेको त्यसले यार? केटा ओए तिम्रो झालबाट टाउन निकाल है। एपीएफ का बैरक है ना। एकछिन तेल सेल हाल्छौँ गाडीमा अनि हामी जान्छौँ। कता हाल्ला भाइ? पेट्रोल हो क्या? पेट्रोल खान्छ अहिले पेट्रोल पम्पमा आएर ठिक छ। 1000 का गयो। ओए नपिट नपिट बिचरा भाइलाई हाम्रो बाबु। ल तेल सेल हाल्यो भाइको गाडीमा अनि त्यसपछि हामी जान्छौँ। अब जय श्री गणेश नमो नमः। सबैको कृपा गर्नु होला होइन। फुपू
के छ फुपू हाम्रो बुढी फुपूलाई म घुमाउनु लाँदैछु टक्क लाएर हाम्रो प्यारी फुपू हामीलाई पढाउनु लेखाउनु भयो हुर्काउनु भयो फुपूले हेरेको नि त भाइ हाम्रो पर फुपू बस्नुहुँदैन उहाँ फुपू हो क्या दिनभरि हराएर काममै हराइरहेको नि हामी त्यसै हराएर आएर यार घरै घरै देखिन्न क्या अहिले मेरो स्कुल यार त्यो चाहिँ मेरो स्कुल हो म पढेको स्कुल यहाँ चाहिँ हामीलाई पढ्नु मान्छे उता छ भाइ यता यता छ भित्र ठ्याक्कै यही हो यही छ नि हो यो 3 तला घर अगाडिको 3 तला एटिएमकै पैसा छैन क्या कति राखेको छु र यहाँ हाम्रो ठुलो बुवा घर पनि छ यो चाहिँ हाम्रो ठुलो बुवा घर राकोटी एरिया यो चाहिँ ग्राउन्ड राम्रो छ यार भाइ यार है तर भालुवाङ त हाम्रै ठाउँ हो क्या बाबा सब ठिक छ भोलि बिहान हिँड्छु भाइ होइन भोलि बिहान हिँड्ने त्यसपछि फोन गर्छु नि म तँलाई आएको काम परेको भने अरूलाई किन के छ आफै भएर यहाँको बाटो सिधा क्या के छ बाबु तिमी हामी कहाँ जान्ला हो सिसिने हो र हामी सिसिनेमा पढ्नु यही हो प्रेसिडेन्ट पुरै अनि कहिले बिहा गर्छस् त भाइ बिहा गरिसकिस् कति वर्ष छोरो छ खानै छैन यार बधाई छ भाइ तपाईँलाई है बिहा गरेछ भाइले खानै छैन कहाँबाट बिहा लभ म्यारेज गरेछ कि लभ म्यारेज गाना नगर्नु बाबु आउने बेलामा गाना नगर्नु आइपुग्यो हामी त्यहाँ लभ म्यारेज गरेछ लभै गर्छ उता रुकुमबाट है त्यो भाइलाई बधाई छ छोरा पनि पाइसकेछ है छोरा भयो 6.5 महिनाको छोरा भइसकेको छ भाइको बधाई छ पार्टी खानुपर्छ यार खै त पार्टी यहाँ ल माया छ हाम्रो भाइलाई हाम्रो माया भतिजलाई माया छ ल के हो सिसन एकछिन यहाँ पुग्छु गाई यतिको बाटो यस्तो छ है कस्तो दामी छ यो सिसन यहाँतिर कहाँ हो अगाडि फर्किने बेलामा यहाँ कसरी अगाडि आउँछ अगाडि है फर्किने बेलामा अगाडि हला नगर न केटा हला नगर हामी जगरा ताल सिक्न लाग्यो यस्तो चाहिँ यहाँनिर यहाँबाट जान्छ हामी केबल कार पनि हाल्न लाग्छ नि यहाँबाट केबल कार कहिले हाल्छ खै अब हाल्नु केबल कार हालेर हाम्रो देवीकोट छ नि त्यसमा पुऱ्याउँछ क्या पार्किङ यता हो भाइ यसको पार्किङ यता हो त्यो पार्किङ पेड पार्किङ के हो फ्री पार्किङ के हो त्यो नचला त्यो बाबु कहाँ आइछु ओ हाम्रो साथीले ऐना हेर्दैछिन् हाम्रो फुपू अनि हाम्रो प्यारो भाइ हुकुम भाइ जामिन जाग्रता यता जान्छ भित्र ल हाम्रो आज किरण दाई जाँदै हुनुहुन्छ जखरा ताल
घुम्नलाई मस्त तपाईँको परिवार लिएर सबै 25 मान्छे परियो गाइस यार एक दुई महिनामा पाउने टाइम टिकट काट्नु पर्दैन भाइ यहाँ पर्दैन दाइ पर्दैन होला यहाँ पर्दैन धेरै पछि दाइ आज बाहिरदेखि आएर घुमघाम गर्दै बन्दै रहेछ यहाँ हुनुहुन्छ आफ्नो फ्यामिलीसँग दाइ टक्क घुम्न आउनु भएको छ फाइनली जखेर त लाग्यो ल फाइनली राखेर दाल यहाँ यस्तो छ अनि त दामी छ राखेर दाल फुपू कहिले आउनु भएको थिएन फुपू ल्याउ त मोबाइल अनि कस्तो लागिरहेछ फुपू अनि यहाँ राम्रै छ होइन फुपूलाई डुङ्गा पनि चढाउने हो डुङ्गा चढाउने मान्छे खोइ त भाइ के हुनुहुन्छ दाजु ओहो माछा हेर न बुढो ओइ म चाहिँ नखसाले चाहिँ नखसालिदिन्छु यहाँ यो खाना हुन्छ यो माछा त खाना हुन्छ कि यो पालेको मासु निकाल्छ यहाँ धेरै नखाउ छोड्छ के गाइस फ्यामिली हामी टिकट काटिसकेको छौँ अब एकछिन बोटिङ गरिन्छ यहाँ हाम्रो जखेरा तालमा ओ खतरा ल बाबु त डेन्जर भएछ आमा ओ केटा ओहो के हो होइन ल ठिक छ अब एकछिन हामी बोटिङ गर्छौँ गाइस है ल स्टेट्युन हुँदैछ है ल हामी अब लाइफ गार्ड लगाएर हामी फुपू टक्क सिट लगाएर म पनि जाँदैछु नुहाउन ल ठिक छ नुहाउन त होइन हामी अब बोटिङ गरिन्छौँ टक्क ओहो ल ब अटाएन मोटो भएर ल ओके गाइस वी आर ऑल सेट फर बोटिङ होइन त हेलो गर यता 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 हेलो गर यता हेलो हेलो फुपू हेलो दाजु नमस्कार नमस्कार मेरो दाइ म चाहिँ अगाडि बसेर बनाउँछु भिडियो टक्क है ठिक छ क्या उता जाऊ तिमी उता बस्छ यहाँ बस्छ न अगाडि बस्छ के हेर फेरि उतै गयो त्यहाँ बस्ने होइन कि अगाडि त्यो मसिनो यता हो यहाँ अगाडि आइज उता जाऊ तिमी पनि उता जाऊ ल म यहाँ बसेर ब्यालेन्स मिलाउँछु कि पर्दैन समात्न पर्दैन डराइसकेको छ बोटिङ फुपू बोटिङ गरेर लाउनु भएको छ ठिक छ हामी फुपू ल हामी रेडी भयो हामी जाँदैछौँ अब बोटिङ गरेर सर दाइ हामीलाई उता मन्दिर लर जानु छ न घुम्ने मात्र मन्दिर नजाने ओए बस अगाडि हेर ल हामी अब बोटिङ गरेर अब छौँ यहाँ ल बुढीको मोबाइल फस्दा भनेर टेन्सन मागिसक्यौँ जखेरा तालमा बोटिङ हान्दै हामी रोका फ्यामिली के छ बोटिङ देवी बाबु यहाँ हेर त बोटिङ श्रीमतीज्यू कस्तो लाग्यो बोटिङ श्रीमतीज्यू किन नजिकै आएर देखाएको अनि साली यता हेर कस्तो लाग्यो बोटिङ फेरि हान्ने हो र फुपूलाई कस्तो लाग्यो आना त तिनीहरूलाई ओए गोरे छोरालाई नि हान्न मिल्छ भाइलाई नि कस्तो लाग्यो बोटिङ कता यहाँ आइज चकचके कडा हेर न कहाँ पुगेछन् यार ओके गाइज हामी बोटिङ सोटिङ गरेर भएको अवस्था होइन अब हामी लाइफ ज्याकेट खोल्दैछौँ ल खोला बाबु तिमी पनि बाउ यहाँ आऊ खोला फाल्ने हो तिनीहरू दुइटालाई हेर्नु त फुपू कहाँ गयो तिमीलाई लडिहाल्यो त्यो अनि फुपू रमाइलो आएन होला ड्राइभरले यहाँ माछालाई चारो हाल्दै हुनुहुन्छ माछालाई अब माछा हाल्दै किन्दै हो न माछालाई चारो हालेर दाइ फेरि धर्म कर्ममा पनि एकदमै अगाडि हुनुहुन्छ क्या त्यही भएर बहुत चकचका छ नि मेरो आइने केटाहरू अब हामी जान्छौँ त्यहाँ माछा हाल्ने एकछिनमा माछालाई खाना हाल्छौँ
धेरै हिँड्नु फसल यिनीहरूलाई फाल्नुपर्छ क्या टिपेर तल माछालाई खानासाना हाल भन यिनीहरूलाई खाना यहीँ बसेर बेसी पयाएर है हाल हाल कोही खानु माछा र अहिले माछालाई आफ्नो फ्यामिलीले चारो हाल्दै हुनुहुन्छ र माछा देख्न सक्नुहुन्छ यहाँ कति छ यहाँ करोडौँको आबादीमा माछा छ दाइले चारो हालिदिइरहनु भएको छ माछा खानलाई एकदम आकर्षित भइरहेछन् यहाँ माछा किन्न पाइन्छ यो पाइन्न है गाइस वी आर अल सेट टु गो है हामी घुमिसक्यौँ आफ्नो गाउँठाउँको देउखुरीमा चाहिँ हाम्रो फेवा ताल त होइन तर फेवा तालभन्दा कम छैन है त जखेरा ताल है त दुईवटा मन्दिर छ त्यहाँनिर देखाइदिएको सर र एउटा मन्दिर त्यहाँनिर एउटा मन्दिर अनि हजुरहरूलाई हल्का ट्रेकिङ गर्नु मन लाग्यो हाइकिङ गर्नु मन लाग्यो भनेपछि त्यहाँ एउटा स्तूपा छ हाम्रो लर्ड बुद्धको त्यहाँनिर छ हाम्रो स्ट्याचु वहाँनिर गएर हजुरहरू आनन्दको भ्यूहरू सक्नुहुन्छ वहाँबाट तर हल्का हिँड्नुपर्छ हल्का ट्रेक हान्नुपर्छ है त ल भाइ आजको लागि यति नै भयो छोटो मिठो यात्रा भाइलाई धेरै माया छ भाइले यहाँसम्म लिएर आयो भाइको गाडीमा ठिक छ मेरो धेरै माया छ है ल आजको लागि यति नै छ है मेरो प्यारा मित्रहरू आफन्तीजनहरू होइन हेरी मान्छे त अरू कोही छैनन् दर्शकबिनहरू दाजुभाइले हेर्छ साथीभाइले हेर्छ मेरो भिडियो ब्लग ल सबैलाई माया छ है त ल ओके गाइस होइन त जाकर्ताले घुम्यो होइन अब हल्का जस्तो अब परिवारलाई भोक लागेको अवस्था टक्क हामी अब नास्ता खाएर हामी जान्छौँ अब घरतिर होइन कति किलोमिटर हामी यता सरी हो 15-20 किलोमिटर हामी पहिला हामी यहाँ उ गर्न आउँथ्यो क्या पहिला हामी पिकनिक खान लिएर आउँथ्यो क्या स्कुलबाट बोर्डिङबाट यो पुरै एरिया ओहो यहाँनिर धेरै मेमोरिजहरू छ यार यहाँ हामी धेरै गरिन्थ्यो स्कुलमा पढ्दा मेरो प्यारा प्यारा साथीहरू है स्कुलमेटहरू हामी जहाँ पनि छ विश्वास राम्रो गरिरहेको छौँ है त्यही माया छ मेरो मेटहरूलाई होइन त जाउँदा यहाँ धेरै मेमोरिजहरू छ टक्क स्कुलबाट आइन्थ्यो हामी टुर टिफिनको लागि टिफिन बनाउँछु फेरि हामी पिकनिकमा लिएर आउँथ्यो थाहा छ तेरो दालाई यहाँ पिकनिकमा लिएर आउँथ्यो पहिला थाहा छ स्कुल पढ्दाखेरि त्यही गाइस बाई बाई है भेट्नुपर्छ आज सक्यो हाम्रो समाप्त